लोकल कुखुराको झोल बनाएको जस्तै पाराले बनाउने छु। हेर्नुहोस्, म्यारिनेट गरेको मासुलाई राम्रोसँगले डिप फ्राई गर्नुहोस्। यत्तिको रातो बनाउनुहोस्। त्यसपछि मसलामा गरम मसला अनि अदुवा लसुनलाई चाहिँ दरदरा पेस्ट गर्नुपर्ने हुन्छ, यत्तिको दरदरा। त्यसपछि मासु फ्राई गरेकै तेलमा चाहिँ तपाईँहरूले ज्वानोलाई फुराउनु, ज्वानो चाहिँ हाल्नै पर्ने हुन्छ। अनि त्यसपछि अलिकति प्याज र खोर्सानीलाई फ्राई गरेर अघि पिसेर राखेको मसला हाल्नुहोस्। अनि माथिबाट नुन, हर्दी र रङ खोर्सानी हालेर मजाले मासुलाई पकाउनुहोस्। त्यसपछि अघि फ्राई गरेर राखेको मासुलाई मसलामा हालेर एकछिन पकाउनु पर्ने हुन्छ। अनि मासुमा रस पसेपछि चाहिँ तपाईँहरूले कति झोल खानुहुन्छ मासुमा है, त्यही अनुसार चाहिँ गरम पानी हाल्नुहोस्। अनि माथिबाट काटेको हरियो धनियाँलाई मजाले छर्नुहोस्। हेर्नुहोस् त कति मिठो, हेर्दै खाउँ खाउँ लाग्दो कुखुराको सुप बनेको छ। अनि